झिमरुक गाउँपालिका वडा नम्बर 5 झिमरुकको केन्द्रबिन्दु झिमरुकको सदरमुकाम मच्छी बजार देख्न सक्नुहुन्छ। 2 दिनको झरीपछि निकै वातावरण निकै सफा भएको छ र बजार पनि निकै राम्रो फाँट देखिरहेको छ। झिमरुकमा 5 मच्छी बजारको, त्यसैगरी हाम्रो प्रहरी कार्यालय, त्यसैगरी झिमरुक 5 र वडा नम्बर 7 जोड्ने झिमरुक नदीमा बन्दै गरेको पक्की पुल तीव्र गतिमा निर्माण भइरहेको छ। यसै आर्थिक वर्षको असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम निकै तीव्र गतिमा सञ्चालन भइरहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ। निकै राम्रो मौसम आजको बिहानीको मौसम।